पानी बग्दैछ यहाँ हाम्रो घरदौरा जाने बाटो बाटो पहिरो गएको छ कि हो किन रोकेको छ त्यही कोचबिहारमा हो यस्तो पर्ने कहिले हुने नेपालको बाटो राम्रो आयो अलि माथिबाट अलि सिधा सिधा अनि अलिकति ओह्रालो जस्तो पनि छ बाटो बाटो देखा नि बाटो मेरो नदेखि बाटो देखा नि मेरो टाइम बनाएर छ पहिला चाहिँ पनि पुरा पहिरो यहाँनिर गेट पनि गराएर अब तेर्सो छ त्यति उकालो छैन भाइ बाटो यहाँबाट अलि सजिलो हुन्छ कि हाम्रो ट्रेनिङ सेन्टरले बनायो होला नि यतिबाट यति पर गएर एउटा उकालो छ त्यहाँबाट अलि सजिलो हुन्छ हामीलाई रनिङ गर्न तेर्सो पर्थ्यो क्या कुन उकालोमा नटान्ने पर ओह्रालो गएर सिलगढी जाने बाटो भन्दैन अप्ठ्यारो जस्तो छ त यार यिनी बाटोमा रनिङ गरेको ज्यान हो अहिले हिँड्दै आउँदाखेरि थुप्रो परान जान्छ त्यो त गाउँ पनि छ कि नि माथि धेरै माथि त्यता गाउँसम्म पुगेका छन् पुग्दैन थियौँ हामी गाउँबाट केटाहरू पुरा हाम्रो त्यो के अरे त्यसले लाग्ने भनेको ट्रेनिङ सेन्टरले लाग्ने भनेको त्यसको पोइन्टसम्म मात्रै त्योदेखि माथि आफै जान्थ्यौँ हामी नेपालको बाटो पनि यार कहिले कहीँ राम्रो नदेखिने भयो ओह्रालो पनि ब्रेक हाने बाइक लड्किला भन्ने जस्तो छ नि अनि यो ओह्रालोमा पनि दौडिने लिमिटमा होला दौडिने लिमिटमा दौडिने होला ओह्रालो तेल कुद्ने त कहाँ हुन्छ र ओह्रालोमा उकालोमा नि त मान्छे स्लोले आए हुन्छ नि कहाँ त्यस्तरी तेल कुद्न सकिन्छ उकालोमा एउटा ग्रुप बाई ग्रुप हिँड्ने हुन्छ अनि यहाँ पनि बहुत विकट नयाँ मान्छेहरू भएपछि छुट्ने हुन्छ यो चाहिँ पहिलो पोइन्ट हो अलि पर त्यो गर्ने किन भान्ने त्यो छ किन रुख छ कि ढलिया छ